हामी नेपाली चाहिँ अहिले यो चिबाको पार्कमा जान लागेको यतिजना छ चिबाको पार्कमा जाँदैछौँ हामी चाहिँ ट्याक्क लाएर यो पछाडिको चाहिँ हाम्रो होस्टेल चिबाको यो चाहिँ नि हाम्रो स्विडेनबाट टिआरटिबी भिसामा आएको केटाकेटीहरू होस्टेलको 1 महिनाको बसाएपछि अहिले हामी चाहिँ यो चिबाको पार्कतिर जाँदैछौँ यो जापानिज कुकुर इनो जापानिज इनो हैन नेपालीमै जापानिज कुकुर पनि नेपालीमै भुक्छ द्याट्स राइट म्यान नेपाली कुकुर जापानिज कुकुर पनि नेपालीमै भुक्दियो वी गट सरप्राइज अनि आउ मौसम चाहिँ एकदम फगी छ है ड्याम्म हुसुलाइरहेछ सुने अनुसार यहाँ चाहिँ नि हिउँ पर्दैन लगभग बाहिरतिर पर्छ यो चिबारीमा चाहिँ हिउँ पर्दैन अन्त चाहिँ पर्छ सो लेट्स गो आधी घण्टाको जति हिँडाइ हुन्छ होला हैन कन्निचिवा अच्छा जापानिज हामी हाइवेतिर पुग्दैछौँ अहिले हुस्सो लागिरहेछ मजाले हाम्रो नेपाली बाबु पनि छ यहाँ नेपाली बाबु उहाँ चाहिँ नेपाली बाबु हुस्सो मजाले लागिरहेछ यतातिर यस्तो छ बेस्टिक कफी छ त्यहाँ हो एउटा बेस्टिक कफी खोइ त लेट्स गो लगभग पार्क आउनलाई पुगेको छ अब चाहिँ हिँड्दैछ केटाहरू जापानको रोड हेर्नुहोस् एकदम एम्टी रोड सायद हल्ला गर्ने चाहिँ हामी मात्र होला है यहाँ यो चाहिँ जापानिज घरहरू गाइस र हामी पार्क जाने क्रममा यो हाइवेबाट भित्र हो सायद यो चाहिँ अब हाम्रो नेपालको काठमाडौँको ललितपुरको गल्ली जस्तै यो हाइवेबाट भित्र यस्तो यस्तो दामी बाटोहरू छ ल चिबा सिटीमा घरहरू हेर्नुहोस् दामी स्विडेनको होनार विद्यार्थीहरू दुईजना ल हेर्नुहोस् घर सबै एकनासको छ न त म धनी न त गरिब न म हुने खाने न त नहुने खाने यो हो नि त देश भनेको सबै एकनासको घर छ ल हेर्नुहोस् केटाहरू बाटोमा हिँड्नै मजा आउने छ क्या यहाँ चाहिँ सट्ट लाग्यो चिसो चाहिँ चिस छ आज अझै हिँड्दैछ अझै पार्क पुगेको छैन हिँडेछ केटाहरू पार्क पुगेको छैन पार्कमा चाहिँ आइयो फाइनली पार्कमा आइयो तर यो खोइ कुन पार्क भन्दाखेरि यस्तो पार्कमा आइयो ल चिबाको यो सानोतिनो कोलोनीको पार्कमा आइपुग्यो ल हिँड्दै आधी घन्टाको हिँडाएपछि हरियाली छ मान्छे चाहिँ कोही छैन हैन फर्स्ट टाइम हिँड्दै थाहा नभएपछि यस्तो हुन्छ थाहा नभएपछि यस्तो हुन्छ पार्कको होस्टेलबाट रिफ्रेसमेन्ट गर्नको लागि यहाँ दिक्क लाएर 2 दिन बस्दा दिक्क लाएर पार्कमा रिफ्रेसमेन्ट वी अल आर फ्रम स्विडेन जापानिज ल्याङ्ग्वेज इन्स्टिट्युट लोकेटेड इन वसुन्धरा गुगल म्यापमा लोकेसन हेरेर जान सक्नुहुन्छ रिफ्रेसमेन्टको लागि हामी यो पार्कमा आयौँ आज अक्टोबर कति हो अक्टोबर 26 2 दिनको होस्टेलको बसाएपछि राम्रो छ सुनसान छ है जापानको चिबा सिटीको यो भित्रको पार्क